सो गाइस सबै सन्चैमा हुनुहुन्छ होला म पनि ठिक छु हैन। अहिले चाहिँ पानी आएर यस्तो भएछ म चाहिँ अझै नै पानी आउला जस्तो भइरहेको गाह्रो छ हो। अब बर्खा लागिसक्यो सबैले ख्याल गर्नु होला जतातता हिँड्दाखेरि मौसम ख्याल गरेर। यो चाहिँ यो कति छ धेरै भयो यो पनि भएको हैन। यो भवन चाहिँ 45 सालमा स्थापना भएको। यसमा चाहिँ अहिले कोही पनि पर्दैन। उ त्यहाँ अहिले नयाँ मन्दिर भइरहेको स्थापना भइसक्यो मन्दिर बनेको। पानी आउला जस्तो भइरहेको यो मन्दिर त अब यता थियो पहिला बिचमा यहाँ थियो अनि यता सकियो हैन। ठिक छ अब सबै बिस्तारै अनुसार चेन्ज हुँदैछ सनापातिमा पनि। तर के भन्छ यस्तै छ क्या सनापातिमा अब यो हेर्ने नै खाल्टाखुल्टी पानी भरिरहेको अन्त कति छिटो पिच भइरहेको। हाम्रो चाहिँ सदरमुकामको नजिक भएर पनि पिच हुन सकेको छैन त्यस्तै छ। अब सन्धिखरको अब मेयर अब यही अराखाँचीको मेयरहरूले बजेट पाए यसो अरूहरूलाई दिन्छ अनि पछि यो सनापाति नजिक छ नि त सबैभन्दा। त्यही भएर बजेट चाहिँ दिन थोरै दिन्छ अब कम मात्रामा। अब टेन्डर पार्दाखेरि अब झन् कम आइदिइहाल्छ। अब अस्ति भर्खर 1 करोड परिआएको थियो बजेट चाहिँ। अनि यहाँ आउँदाखेरि 57 कि 56 लाखमा टेन्डर भयो। अनि कति खुसी भइसक्यो हेर्नु न। अब त्यहाँ समथिङमा अब 40-41 यस्तै समथिङ अब त्यो अब एकातिर गइहाल्यो। त्यही कम हुन्छ अनि यत्तिकै खन्नी छोड्नी गर्दा यस्तो भइरहेछ। के विकास हुन्थ्यो यस्तो कुहिरो पानी परेर पनि है। त्यही त हो यहाँ अब 1 करोड परेको बजेटलाई अब 57-56 लाखमा लिएर आउनु भनेको नि कति। अब आउँदा आउँदै अब कसले कति खानु भयो होइन। त्यही भएर नि हो। तर विकास हुन सकेन गाउँ त्यही भएर। अरू अन्त चाहिँ बहुत विकास भइरहेछ। अब यस्तै हेर्नु ढिकुरा साइड उता साइडतिर हेर्नु भने पिच भइसक्यो। हाम्रो चाहिँ अब गाडीमा जाने आउने गरेर त्यही 15 मिनट लाग्छ जानको लागि सदरमुकाम चाहिँ। गाडीमा चाहिँ हिँड्दै जानु त लाग्छ फेरि अब कसरी गइन्छ भन्ने कुरो हुन्छ। नत्र नि 1 घन्टा 1-1.5 घन्टा लाग्छ हिँड्दै जान पनि। त्यही भएर गाह्रो छ। नेताहरूले भ्रष्टाचार गरेर भ्याउने भयो अनि त्यस्तै छ। अनि काम गर्ने मान्छेलाई नि राम्रो टेन्डर पर्दैन के। राम्रो टेन्डर भयो जुन अब कच्चो काम गर्छ त्यसलाई मात्रै टेन्डर परिरहेको हुन्छ। ऊ त्यहाँ स्कुलको बस स्कुलको बस होइन केटाकेटी बोकेर जान्छ। आजले दुःख छैन त्यति हामीले पढ्दा चाहिँ हिँडेर जान्छौँ अझै पनि हिँडेर जान्छौँ जाँदा पढेर होइन हिँड्दै जान्छौँ। र पहिला पढ्न जाँदा चाहिँ है हराइनेर मजाले छ। अनि पछि जनजति जाँदा चाहिँ हिँडेर जाने थियौँ हामी मस्तै थियौँ नि त। अब केटाकेटी सानो बच्चाहरूलाई हातमा छोपेर हिँडिरहेको थियौँ हामी। अप्ठ्यारो थियो। यो पिपलसँग नै धेरै पुरानो नाता हो हाम्रो होइन। स्कुल पढ्न जाँदाखेरि यसो बसेर आउँदाखेरि यही आँगामा मस्त बसेर आएँ। घरतिर गइन्थ्यो केटाहरू हुन्थे त्यति बेला। अहिले साथीहरू सबै गई हिँडिसके आफू मात्रै बसियो। 2टा हाम 2टा एउटा जाने त त्यस्तै छ। डाँडाकाँडा चढ्दै हिँडियो। सम्झना छ सबैलाई। यस्तो छ बाटाको हालत गाइस लोग के छ। यस्तामा एकरा लुट्नुपर्छ हिलो भइन्छ हो गाडी। यस्तो छ हालत। अब खाल्टाखुल्टी खानु पऱ्यो अनि गाह्रो छ नि त। अब बर्खा लाग्यो गाह्रो छ। सबैले राम्रोसँग हिँड्नु होला के गर्नु। अब यस्तै हो पहिरो जान्छ। उहाँ हिजो भर्खर पनि के भन्छ
भुवनपाटा साइडमा चाहिँ होइन पहिरो खासै यतो लेदो आएर गाडी अवरुद्ध भएको छ भन्दै थियो। अनि अब बर्खा लागिसक्यो नि त, अब त कति पहिरो जान्छ, पहिरो जाने यताउति त्यस्तो गर्दा गर्दै गाह्रो हुन्छ अब बर्खा लागेपछि। त्यही भएर मौसमको अनुसार हिँड्नु होला होइन, मौसम हेरेर कस्तो छ के छ दिनहरू हेरेर हिँड्नु होला। हुन त अब कति बेला पर्छ त थाहै हुन्न, त्यही पनि यसो आफूलाई सही समय लाग्यो भने ट्याक्कै हिँड्नु होला, नत्र भने जताभावी नहिँड्नु होला, गाह्रो पर्छ। सो आजलाई चाहिँ यति नै। लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु।